हेलो साथीहरू सबैजनालाई नमस्कार। मेरो नाम चाहिँ अस्मि सुहाल अनि म चाहिँ आजकल धेरै दिनपछि नै युट्युबमा ब्याक भएको छु अनि सबैजना सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु। आजको मेरो भिडियो चाहिँ अब त्यही गाउँघरकै बारेमा हुनेछ। आज चाहिँ हामी 3 आमा छोरी भएर गाउँतर्फ लाग्यौँ अनि गाउँमा चाहिँ यति राम्रो हुन्छ के बाख्राहरू यति धेरै हुलै हुन्छ नि त, त्यही भएर अङ्कलले चराउनै हुनुहुन्थ्यो र मैले क्लिप खिचिहालेँ। अनि आज चाहिँ हामी खेतमा हिँडेको छौँ र यो चाहिँ हाम्रो प्यारो वन हो। हामी चाहिँ सानो हुँदाखेरि सधैँ यही वनमा आएर घाँस दाउरा गर्ने गर्थ्यौँ। मैले चाहिँ त्यो दिनहरू धेरै नै मिस गरिरहेको छु अनि मेरो साथीहरू पनि जो मसँग सानैदेखि हुर्किनु भयो उहाँलाई धेरै मिस गरेको छु। अनि अब यो चाहिँ हाम्रो खेत हो। अहिले चाहिँ खेतमा चाहिँ अहिले धेरैले धान नरोपेर हुन्छ नि त्यो सुन्तलाहरू रोप्नु भएको छ अनि धेरैले नै हाम्रो सुन्तलाहरू रोपेको पाइन्छ। अहिले चाहिँ धान त्यति साह्रो मान्छेहरूले चाहिँ रोप्नु भएको छैन। अनि हामी चाहिँ आज खेतमा किन गयौँ त भन्दाखेरि हाम्रो चाहिँ खेतमा दाउरा काट्ने थियो कि, अनि दाउरा काट्नलाई हामी चाहिँ खेततर्फ लागेको थियौँ। अनि दिदीले चाहिँ घाँस काट्नु भयो, हामी मम्मी र म चाहिँ दाउरा काट्नतर्फ लागेको थियौँ र मलाई चाहिँ घामले पोलेर लास्दै भइरहेको थियो र पानी तिर्खा लगाएर पानी पनि खाएर भ्याइसकेँ। अनि हाम्रो चाहिँ दाउरा काट्ने पनि अब अप्ठ्यारो ठाउँमा रहेको थियो कि दाउरा काट्ने पनि, अनि त्यही भएर चाहिँ हामीलाई अलि गाह्रै भयो दुई ठाउँको दाउरा काट्दाखेरि चाहिँ। मैले चाहिँ त्यति साह्रो क्लिपहरू चाहिँ राखेको छैन किनकि अब आफैले गराउने हो नि त, त्यही भएर अब काम गर्नु कि क्लिप राख्नु, त्यही भएर म चाहिँ बिस्तारै बिस्तारै जस्तो छ त्यस्तै क्लिपहरू राख्दैछु। अनि दाउरा सानो देखिन्छ तर यो आँसी नलाएर मेरो पाखुरा दुखेको थियो कि, त्यही भएर चाहिँ हामी चाहिँ 2 दिनसम्म चाहिँ खेतमा दाउराहरू सिमाल्ने काम गयो। अनि त्यसपछि चाहिँ हाम्रो खेत खन्ने काम सुरु भयो र अहिले चाहिँ अब रोपाइ सुरु हुँदैछ होला सायद। म चाहिँ अहिले चाहिँ गाउँमा छैन नि त, अहिले चाहिँ म यता आएको छु, त्यही भएर चाहिँ मैले अहिले बल्ल एडिट गर्दैछु कि। गाउँमा भयो भने धेरै त काम हुन्थ्यो अनि काम भएपछि मैले फेरि माइक लगेको थिएन अनि त्यही भएर चाहिँ मैले भिडियोहरू पनि पोस्ट गर्न पाएको थिएन एडिट नभएको कारणले। अनि हामी चाहिँ दाउरा काटेर सक्यौँ अनि त्यसपछि अहिले अब एक सिमालौँ भनेर सिमाल्न लागेको हो। अब चाहिँ मम्मीले चाहिँ सिमाल्दै हुनुहुन्छ अनि म चाहिँ मम्मीको भिडियो खिच्दैछु। अनि यस्तै छ गाउँले जीवन, जति बाहिर हेर्दाखेरि सजिलो हाँसिलो देखिन्छ भित्र उति नै गाह्रो रहेको हुन्छ र हुन्छ नि बाहिर काम गर्नेलाई बाहिर काम गर्नेको काम देखिन्छ र घरमा काम गर्नेको काम देखिन्न भन्ने यही नै हो। घरमा काम हुनेको चाहिँ धेरै नै काम रहेको हुन्छ, बिहानबाट बेलुकासम्म काम गरेर आउनु पर्ने हुन्छ तर काम देखिँदैन केही पनि, प्रायः मान्छेलाई थाहा नै छ यो चाहिँ। अनि म चाहिँ दाउराहरू सिमाल्दैछु किनकि अहिले चाहिँ हामी बर्खा लाग्यो नि त, त्यही भएर अहिले चाहिँ यो दाउरा लानु गाह्रो हुन्छ, त्यही भएर चाहिँ हामी अब यो दाउराहरू चिनेर यहीँ सुकाएर राख्छौँ अनि पछाडि बोक्छौँ हामीले चाहिँ। अनि म चाहिँ अहिले हुन्छ नि मेरो चाहिँ यो मौसम परिवर्तन भएर होला म चाहिँ अलि बिरामी भएको थिएँ अनि त्यही भएर मेरो भोइस पनि त्यस्तै आएको छ। अनि म चाहिँ यस्तो निद्रा लागेको थियो कि मलाई त, अनि सुत्तम भएको थियो, म चाहिँ त्यस्तैमा सुतेँ। के गर्नु गाइजहरू यस्तै छ हालत। अनि हामी 3 आमा छोरी भएर चाहिँ घाँस लिएर आयौँ अनि चौतारीमा बस्यौँ। के गर्नु गफ त के गर्नु र हामीले त्यति साह्रो गफ त गर्नै आउन। अनि त्यो हुन्छ नि मन मिल्ने साथी भयो भने चाहिँ अब बोलिन्थ्यो होला, तर त्यही हो। अनि हामी चाहिँ अब घरतर्फ लागेको छौँ अनि सबैजनालाई धन्यवाद मेरो भिडियो हेरिदिनु भएकोमा। आगामी दिनहरूमा पनि तपाईँहरूको साथ सपोर्ट र माया पाउनेछु भन्दै म चाहिँ आजको भिडियो यहीँ अन्त्य गर्न चाहन्छु। अनि सबैजनाले मेरो भिडियोलाई हेरेर जति पनि साथ सपोर्ट दिनुभएको छ उहाँहरूलाई मनदेखि नै धेरै धेरै धन्यवाद दिँदै आज भिडियो यही अन्त्य गर्छु। हस्त धन्यवाद।